secondly, as well, by holding everything together, they're ensuring that cleaner water. के छ साथीभाइहरु सबैजना सन्चै आराम हुनुहुन्छ म पनि एकदमै सन्चै आरामै छु आज भने म तपाईहरुलाई चाहिँ डल्फिन सेन्चुरी भन्ने ठाउँमा ल्याएको छु एडिलेडबाट चाहिँ तपाईको ठ्याक्कै 40 मिनेट जति भनौं न त्यतिको डिस्टेन्समा छ यहाँ चाहिँ डल्फिनहरु देख्ने सम्भावना चाहिँ बढी रहेछ सो आज चाहिँ म चाहिँ यहाँ कायाकिङ गर्छु पछाडी देख्न सक्नुहुन्छ सर र यो चाहिँ कायाकिङको चाहिँ लागि भइरहेछ हैन यत्रो समुद्र नै हो यो समुद्र छ अनि उतापटि इन्डस्ट्रियल एरियाहरु छ हैन अनि आज चाहिँ म तपाईलाई यहाँ के गर्छु कस्तो कस्तो गर्छु भनेर चाहिँ सबै कुरा देखाउने छु सो स्टे ट्युन है गाइस आज म यहाँ त सकेसम्म तपाईलाई डल्फिन देखाउने कोसिस गर्ने छु र कायाकिङ पनि गर्ने छु ल साथीभाइहरु म चाहिँ लगभग रेडी भइसके यहाँ पछाडी यत्रो थुप्रै मान्छेहरु छन् म पनि टक्क रेडी भइसके यहाँ पछाडी देख्न सक्नुहुन्छ कति धेरै मान्छेहरु छन् हैन अब चाहिँ यहाँ चाहिँ सरर कायाकिङ हाल्नुपर्छ यो सबै मान्छेहरु यहाँ चाहिँ कायाक खेल्नलाई कायाकिङ गर्नलाई आएका हुन् हैन म चाहिँ टक्क अनि यो लागेको छ सो इट्स नाइस म्यान अब चाहिँ सर र यहाँ पछाडि अब के भन्छन् यिनीहरू गाइडले के भन्छ अनि टक्क अब यिनीहरूले के भन्छ सुनाउनु त सर र ब्रिफिङ गरेर यसरी गर्ने कहाँ जान पाइन्छ भनेर सो वी आर रेडी टु गो है त सो लेट्स सी के कस्तो हुन्छ Now we are sorry. No, it's okay. Let's go. ल साथीहरु तपाईहरु देख्न सक्नुहुन्छ म चाहिँ सरर तयार भएर यहाँ म्याप दिएको छन् त्यसरी चाहिँ कायाकिङ गर्न सुरु गरिसके हाम्रो चाहिँ घरतिर चाहिँ पर्वतमा चाहिँ सरर यस्तै हुन्थ्यो हैन सेतबेडीमा हामी यस्तै गर्थ्यौं मेरो पछाडी पनि देख्न सक्नुहुन्छ क्या बवाल तरिकाको छ हैन सो रयल भइरा नाइस सरर यसरी मान्छेहरु उताउता नि गइराछन् म आफ्नै तरिकाले प्याडलिङ गरिराछु नाइस है त अब के हुन्छ यदि डल्फिनहरु देखियो भने पनि म तपाईहरुलाई डल्फिन पनि देखाउने छु उताबाट बोट पनि आएको छ हैन सो इट्स नाइस म चाहिँ उ पनि गर्छु आफै हिँडिरहेछ हावाले गर्दाखेरि सो र यो पुरै समुद्र छ आपट्टि एउटा जहाज रहेछ सर मलाई हावाले चाहिँ यो साइडतिर धकेल्दैछ मस्तले म चाहिँ तर उतापट्टि जानुपर्ने छ सो लेट्स गो टु दैट साइड है त कायाकिङ गर्दै अगाडि बढ्दा यहाँ अर्को निकै नै रोचक कुरा पनि देख्न पाइयो पुराना पानी जहाजहरू साँच्चै भन्नुपर्दा आज डल्फिन देख्ने आश थियो तर यसपटक भने डल्फिन देख्न भने पाइएन तर यही नै प्रकृतिको नियम हो डल्फिन कुनै सो होइनन् उनीहरू स्वतन्त्र छन् जब देखिन्छन् त्यही बेला देखिन्छन्